ज्वाइँ ज्वाइँ होला ज्वाइँ बाहिर है बहिनी पनि बाहिर ए ऊ भाइले त काट्नु सुरु गर्यो फेरि ऊ ए मान्छे अलिक तान्नुपर्छ मान्छे अलिक तान त उता एकछिन यहाँ हाम्रो भान्जीको आजको बर्थडे सेलिब्रेसन यहाँनिर सुरु हुन लागिरहेको छ है र यहाँनिर भान्जीलाई आशीर्वाद दिनुको लागि सबैजना आइसक्नु भएको छ र म सबैजनालाई घुमाउँदै देखाइरहेको छु है यहाँनिर हेलो गुड इभिनिङ गाइड पहिला बाबामा मेरो त फुट्दै रहेन नि म त लाइभमा दिव्या न ए सबै उहाँलाई आशीर्वाद एनीबडी यो कसै सोल्टीहरू हुनुहुन्छ मेरो बाबा बाजे हुनुहुन्छ अमेराको सोल्टी स्वयं यहाँ अब के पऱ्यो मामाहरू छ यहाँ सोल्टीहरू छ मामाहरू हो तर हाम्रो चाहिँ सोल्टीहरू छ ल है लाइभ गइरहेको छ फेसबुकमा सबैजना छ है ल सबैले आशीर्वाद दिने बेला भएको छ तर अलिकति एउटा लेट हुँदैछ यहाँनिर के एउटा म्यानेजमेन्टहरू मिलाउँदै होला है म्यानेजमेन्ट ढिलो भयो है एक्चुअली म्यानेजमेन्ट टिम ढिलो भएछ आज म पनि थिइनँ है म धेरै टाढा गएकोले गर्दाखेरि भर्खर आइपुग्दैछु हो आजको म्यानेजिङ कमिटीमा म परिनँ त्यसले गर्दाखेरि यहाँनिर आज ढिलो भएको खण्डमा मैले चाहिँ के पनि भन्नु मिल्दैन ल ल सबैजना यता सुरु क्यान्डल सक्यो अलिक क्लोजमा आउनु भन्नु Happy birthday to you. Happy birthday, dear Amira. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday, dear. Happy birthday to you. God bless you, Daddy. हामीले सेलिब्रेट गरेको हेलो यहाँनिर भित्र केक कटिङ सेरेमनी बल्ल सकिरहेको छ है र यहाँनिरको हाम्रो नानीलाई आशीर्वाद दिने कार्यक्रमहरू हुँदै गर्छ गइरहेको र त्यतिन्जेलसम्म म आजको यहाँनिर हल्का तपाईँहरूलाई आज म्यानेजिङ कमिटीमा हुने उहाँहरू हुनुहुन्छ है आजको सबै उहाँ पनि हुनुहुन्छ उहाँ पनि नानाको बर्थडेमा आउनुभएको अरे हो र म्यानेजिङ कमिटी टिमलाई पनि देखाउने छु आज मेरो चाहिँ हो या म्यानेजिङ कमिटीमा यहाँ उहाँहरू पनि हुनुहुन्थ्यो आजको हो म चाहिँ यहाँनिर मेरो चाहिँ यो तपाईँहरूले लाइटमा अलिकति स्याडो देख्नु हुँदैछ भने चाहिँ यो चाहिँ मेरो हालैमा मात्रै क्यामेरा चाहिँ मजाले नै फुटिराखिदिएको छ है क्यामेरा मतलब लेन्स त राम्रै छ क्यामेराको बाहिरको जुन चाहिँ ग्लासको कभर हुन्छ त्यो चाहिँ फुटेकोले गर्दाखेरि चाहिँ यस्तो देखिरहनु भएको छ तपाईँहरूले है स्याडो र यहाँनिर खास किचन डिपार्टमेन्टमा चाहिँ यहाँ हुनुहुन्छ हो र यहाँनिर सबैभन्दा विश्वास चाहिँ यस्तै हुन्छ यो जब लाइभ गर्दाखेरि
फोनहरू अन सुरु हुन्छ नि, यो नै हुन्छ सबैभन्दा विशेष चाहिँ है। मैले एकछिन वाइफाई त चलिरहेको छ, एकछिन फ्लाइ मोड यहाँ स्पेसल उयो चाहिँ को हो खासमा चाहिँ? होइन उही माथि गएर आएको पब्जामा। आज चाहिँ यहाँ फिङ्गर मात्रै खुवाउने रहेछ हो, प्योर भेज होइन आज, एकदम प्योर भेज। यहाँ सेफ चाहिँ खतरनाक सेफ छ यहाँनिर। यहाँबाट यहाँ पनि ज्वाइँ हुनुहुन्छ हो, ज्वाइँको चाहिँ खिर बनाउने ड्युटी रहेछ हो। यहाँ छ 50 रुपियाँ दे। ओ यता हेर्न के भएको हो न, यो चाहिँ म्यानेजरमा छ अरे, यसले चाहिँ टेस्ट मात्रै गर्ने अरे हो। यो टेस्ट, यो चाहिँ एकदम टेस्टर उहाँ पनि हुनुहुन्छ, उहाँले पनि आज निकै नै सघाउनुहुन्छ है, उहाँले जहिले पनि सघाउनुहुन्छ। उहाँ चाहिँ यो चाहिँ के बनिँदैछ हौ? कर्नफ्लोर यहाँनिर। र यहाँनिर चाहिँ मन्चुरियनको लागि होइन यो ग्रेभी रेडी हुँदै रहेछ। अनि यो मन्चुरियनको टोटल जिम्मा चाहिँ यहाँनिर यो चाहिँ मिस्टर राहुल थुलुङ। के रहेछ ए मन्चुरियनको नयाँ नाम रहेछ यहाँनिर, अभिषेक चामलिङ या विश्वास चामलिङ। कहाँबाट आएको हो? उताबाट कहाँबाट हो? ए अहिले बुझ्यो त, खासमा त यहाँ चलाउने मात्रै रहेछ, सबै हालिदिने अरू रहेछ, यहाँ चाहिँ चलाउने मात्रै रहेछ हो। यहाँ मैले सबै गरिरहेको छु नि त। यहाँ चाहिँ मिठो भइहाल्यो भने उसले पकाएर मिठो भएको भन्नु पाउँदैन रहेछ यहाँ, किनभने सबै चलाउनु मात्रै रहेछ नि त हो। अनि अब माथि धमाधम भइरहेको छ है, र अरू यसो तपाईँहरूलाई अरू जग्गा नजाराहरू पनि देखाउँछु। र आज यहाँ भान्जीको जन्मदिनले गर्दाखेरि आज सबै घरहरू फेरि अस्ति दीपावलीदेखिकै त्यतिकै राखिदिएको है, आज फेरि झिलिली भइरहेको छ। यहाँनिर काका र दादा हुनुहुन्छ, यी दुईजनाको एकदम दामी दामी गफ भइरहेको छ हो। यहाँनिर अहिले सबै एकदम रिफ्रेसमेन्टको निम्ति चाहिँ सबैको निम्ति चाहिँ यतातिर बन्दोबस्त भइरहेको छ हो। यहाँनिर यस्तो बन्दोबस्त भइरहेको छ। यहाँ हाम्रो सुरज सिंह राठौर चाहिँ यहाँ हुनुहुन्छ। र केही छिनको निम्ति मात्रै म यो लाइभ गरिरहेको छु, र म फेरि काम त सकाएको छुइनँ, तर पनि एकछिन काम गरेर यस्तो गर्छु भन्ने चाहिँ मलाई लागिरहेको छ। र अरू पनि अब एकछिन फेरि वाइफाईले भेट्छ। यहाँ काका पनि एकदम गम्भीर रूपमा सोच्दै फोन चलाइरहनु भएको छ है। यहाँ क्यामेराम्यान बस्यो भन्दै थियो, ऊ पनि आउट भएछ यहाँनिर हो, जग्गै भएन एकदम। सकेर भन्नुको बदमास त्यहाँनिर छ हो एकदमै। ओ होइन लाइभ पनि एकछिनको लागि मात्रै।
ठिकै छ हजुर त्यही होला होइन म त आज थिइनँ नि हजुर ए बाहिर म चाहिँ अहिले फिलहाल मात्रै आइपुगेकोले गर्दाखेरि कालिम्पोङ कमोमा चढेको झन् छिटो हिँड्नु भन्यो झन् गाडी रोक्छु बल्ल 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 ल्याइ पुऱ्याए र यता आधी उदी यता पनि सजिएको छ के भनेर भन्दै थियो यहाँनिर कक्कु पार्टीहरू चाहिँ यतातिर रहेछ हो भैलेनी खेल्ने ग्रुपलाई भएछ है हजुर र यता पनि यो चाहिँ खानाको निम्ति चाहिँ खाना विभाग चाहिँ यतापट्टि भइरहेको छ आजको है र यो जुन चाहिँ लेन्सको यो जुन चाहिँ ग्लास कभर ग्लास फुटेर यो जुन चाहिँ यो स्याडो आउने भइरहेछ है यो पनि छिटो नै बनाउने भनेर सोचेको त्यसैले गर्दाखेरि मेरो आजकल धेरै भिडियोहरू आउनु छोडिरहेको छ हो यही कारणले गर्दाखेरि भिआइपीहरू अरे ऊ भिआइपी देखिरहेको छु देखाइरहेको छु यहाँ गेस्टहरू एकदम उयो भइरहेको रहेछ भिआइपी यहाँ भिआइपी भइरहेको छ कराउँदैछ पर मलाई लानु ल ल ल केक लग्यो अब केक लग्यो है केक लग्यो है भाइ केक लग्यो है नानाको दुईजना बाँच्दै बसिरहेको छ ल म चाहिँ गएँ ए सानो मान्छे पनि छ नि यो स्पिड लिमिट 15 लेखेको छ यहाँनिर भित्रको कार्यक्रम पनि त्यस्तै भइरहेछ एकदम कछुवा चालमै भइरहेको छ स्लोमै भइरहेको छ है र हुन्छ तपाईहरु सबैलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद सम्पूर्णलाई र जतिजनाले पनि नानीलाई विश गरिदिनु भएको छ सबैलाई धन्यवाद दिँदै है र मेरो यो जुन चाहिँ नानीको जन्मदिनको यो जुन चाहिँ लाइभ सेसन गरिरहेको थिएँ है यसलाई यहीँ अन्त गरिरहेको छु धेरै धेरै धन्यवाद भन्दै म यो मेरो लाइभ सेसन यहाँनिर अन्त गरिरहेको छु